तपाईहरु सम्पूर्णमा नमस्कार। म मनिष नेपाल आज तपाईहरु समक्ष नागरिक प्रहरी सम्बन्ध शीर्षकको कविता सुनाउँछु। यहाँ प्रहरी शब्दले नेपालमा रहेका हरेक सुरक्षा निकायहरूलाई इङ्गित गर्नेछ। कविता यस प्रकार छ। फहराइरहेछ शिरमा चन्द्र सूर्य अंकित झण्डा। म चन्द्र हुँ तिमी सूर्य हौ, म किनाराको नीलो रङ तिमी रातो गुराँस। हामी हौ नागरिक, हामी हौ प्रहरी। यी पहाडहरूमा चराहरू झैं चिरबिराउँदै अन्यायका विरुद्ध मुक्तिको मसाल सल्काउँदै उज्यालो बिहानको सुरुवात गर्ने प्रहरी शीतल छहारी हुन्, जसले बाँडेको छ मन मनमा हरियाली, जन जनमा न्याय। झाडी फारेर होस् या मुढा पल्टाएर, बाटो खनेर होस् या बिरुवा रोपेर, बाढी भूकम्पहरूमा सहयोगी बनेर, रातको दैलो उगार्दै होस् या दिनको घुम्टो हटाउँदै, प्रहरीहरूले दिइरहेछन् पहरा, छोइरहेछन् विवेकको छहरा, नापिरहेछन् नदीहरूमा पानीको आयतन, उभिएका छन् सिमानाहरूमा सीमा स्तम्भ भएर, अपराधका जराहरू उखेल्दै, अविवेकी हावाको बेग पन्छाउँदै, समयको बाँझो खेतमा चेतनाको जल छर्केर, जो पलाएको छ पालुवा, एउटा हाँगो नागरिक, अर्को हाँगो प्रहरी। सम्बन्धमा समयले दरार होइन दरिलोपन खोजिरहेछ नागरिक बिना वर्दीका प्रहरी, प्रहरी वर्दीवाला नागरिक। यही सम्बन्धको नाताले बढिरहेछ प्रगाढता, बढिरहेछ जिम्मेवारी, घर दैलोमा नेपाल प्रहरी। दशैं तिहारले कहिल्यै छुट्टी भनेन, आमा भनेन, बाबा भनेन, छोराछोरी भनेन, जागिरले देश बनिरह्यो, माटो बनिरह्यो, निधारले रातो अक्षता होइन देशको माटोको सिन्दुर लगाइरह्यो। नयाँ वर्ष, ईद, छठ, जाडो बिदा र गर्मी बिदामा मन पठायो, सानी छोरीलाई घाँगर पठायो, आमालाई फरिया पठायो, युद्धमा बितेका बालाई केवल सम्झना मात्र पठायो। घर व्यवहारमा आफै उपस्थित हुन सकेन, बढिरहेछ जिम्मेवारी, चोक चोक र गल्ली गल्लीमा नेपाल प्रहरी। धन्यवाद।